लगाइ चाहिँ अब हामी चाहिँ अब अटो रिक्सामा आज हामी जाने चाहिँ कहाँ मामा शङ्कर बेली मन्दिरै हो दर्शन ताल हो ओ शङ्कर बेली ताल चाहिँ घुमघामको लागि चाहिँ जाँदैछौँ है त गाइस ल यहाँ चाहिँ हामी चाहिँ अटो रिक्सामा रामधुनी 6 वडा नम्बर 6 गाडी छ है त गाइस घुमघामको लागि ल कति समय लाग्छ अब कति समय आधी घन्टा ल हाम्रो चाहिँ करिब आधी घन्टाको यात्रा रहनेछ गाइस गेडारी चोक ल फाइनली गाइज अहिले चाहिँ हामी शङ्कर बेली गेट नजिकै आइपुगिसकेको छु गेट अगाडि अब हामी चाहिँ यहाँबाट भित्रतर्फ प्रस्थान गर्छौँ होला गाइज हामी चाहिँ अहिले शङ्कर बेली इको टुरिज्म पार्क अरे हामी चाहिँ प्रवेश गरिसकेका छौँ र अब चाहिँ हाम्रो टिकट होला टिकट तिर्नुपर्छ होला होइन कति एकजना टिकट घर टिकट तिर्नुपर्ने कति एकजना कति ए ठिकै छ यति गर्ने सुरक्षित रहन्छ नि त होइन नेपाल सरकारलाई पनि यहाँ वातावरण राम्रो भयो ल गाइस एकजना बापत चाहिँ 30 रुपियाँ प्रवेश शुल्क है त ल अब हामी चाहिँ फेरि पनि अटोमा बसेर जानेछौँ बाटो चाहिँ एकदम राम्रो रमाइलो सुन्दर शान्त रहेछ अटो रिक्सा हामी चाहिँ भित्रै लिएर घुम्नेछौँ गाइस ल हेर्नु त श्रीषको यो सिसोको बोटहरू कति धेरै यस प्राकृतिक सम्पदा भरिपूर्ण छ हाम्रो देश चाहिँ होइन हेर्नु त पूर्वमा रहेको सुनसरी जिल्ला शङ्कर बेली पार्क है त गाइस वनभोज कार्यक्रमको लागि बस पनि आइपुगेको छ रिजर्भ गरेर आइपुग्नु भएको छ यहाँ चाहिँ पर्यटकहरू आन्तरिक पर्यटक र बाह्य पर्यटकको लागि अन्त ल हात्ती त उहाँ सुतिरहेको छ हेर त हात्ती पर हात्ती छैन कालो के हो त गैँडा ओ बाघ पनि रहेछ हेर्नु शङ्कर बेली पार्कभित्र चाहिँ प्रवेश गरिसकेका छौँ अब हामी यहाँ चाहिँ घुमघाम गर्नेछौँ हामी हाम्रो भाइ बहिनीहरू चाहिँ पिङ खेल्ने भन्दैछन् दसैँ तिहार सकिसक्यो एकादशी पनि छठ पर्व पनि सकिसक्यो तर अझै पनि पिङ खेल्न भने रहर मेटेको छैन बच्चाहरूको ल भाइ बहिनीहरू पिङ खेल्ने अरे ल है गाई आज रमाइलो नहुने रहेछ अरे त हेर्नु न बच्चामा खेले अहिले कस्तो धरान के गर्न पिकनिक हो आज स्कुल छैन सिधा बस्नु न नानीको नाम सगुन के हो बुढाथोकी कति वर्ष गर्नुभयो पहिला पनि आउनुभएको थियो कतिचोटि आउनुभयो यहाँ एकचोटि ल धन्यवाद है ल गाइस हामी चाहिँ अब यहाँ पुरानो पुल काठको पुल तरेर चाहिँ हामी पारिपट्टि जानेछौँ अब चाहिँ हामी यहाँ पुरै डाँडा टावर जस्तै पहाडमा चाहिँ हामी चढ्दैछौँ है गाइस भान्जा अघि मामा पछि है सबैभन्दा डाँडामा चाहिँ आएर बसेका छौँ देख्छ हुन्छ यहाँनिर खोला चाहिँ मजाले ताल माथि आउँदा सानै भयो पहाड हिँड्न बानी छोडिएछ अलिक गर्मी हुँदो रहेछ यहाँ चाहिँ यहाँ के बनाउने होला भोलि पर्सि डाँडा माथि डाँडाबाट पनि यसो हजुरलाई भ्यू देखाएँ होइन अब चाहिँ हामी तलतर्फ जाँदैछौँ चितवनको सौरातिर घुमे यस्तो फिल भइरहेछ है अहिले त गाइस अन्त पुरै जङ्गलको फेदमा रहेको शङ्कर बेली पार्क कति रमाइलो क्या यहाँ त
त्यो पनि उयो 1000 रुपैयाँ तिरेर पस्नु पर्छ। आर्टिफिसियल मृग रहेछ हेर्नु त खुट्टा पनि भाँचेछ मान्छेले भाँच्यो कि अब आफै भाँचेको हावाहुरीले बिस्तारै बिस्तारै उन्नति प्रगति हुनेछ भन्ने आशामा छौँ यो एरिया पनि तपाईँ देख्न सक्नुहुन्छ आर्टिफिसियल हात्ती है यो हात्ती हो नि त हात्तीको अवस्था यस्तो छ यहाँ चाहिँ अलिक संरक्षणको निकै नै जरुरी छ हेर्नु त यो चाहिँ हावाले हो कि अब कोही मान्छे व्यक्तिले हो कि पुरै ढलेर फुटेर सतासुल्ल भएको छ हात्तीको अवस्था चाहिँ यस्तो छ यहाँसम्म लाग्छ पुनर्निर्माण हुनेछ फेरि पनि नयाँ हात्तीको चाहिँ मामा पनि पहिलोचोटि होइन त मामा पहिलोचोटि हो। कस्तो अनुभव भइरहेछ हजुरलाई रमाइलै छ, ठिकै छ। शीतल शीतलले शीतल त हो जङ्गल हाम्रो शीतल ज्यान भयो शीतल हो क्या इलामको त्यस्तो डाँडामा त गएर पिकनिक खाएर माइजू थरथर थरथर कामेर अरे होइन अनि किन गएन सिलामको पाछिबाट गएको पिकनिक खाएको अनि उहाँ डाँडामा बसेर मासु र पुलाउ यी पका ल गाइस हामी चाहिँ अब बाउछरी चितवनको जङ्गलबाट घुमघाम गरेर निस्किँदैछु अर्कोपट्टि जाँदैछौँ गाइस यस्तो फिलिङ भइरहेको छ कि चितवनमा घुमिरहेको छ हामी चाहिँ सौरातिर उतातिर माछा मार्दै रहेछ बल्छीमा होइन अनि कस्तो लागिरहेको छ अरे गर्मी लागिरहेको छ जाडो लागिरहेको छ पालेको माछा हो कि पोखरीकै माछा दाइ पोखरीकै हो परिरहेछ म अघि देखेको थिएँ एउटा त ठुलै परेको थियो खोइ त माछा मामा भान्जी यहाँ बसेको छ आराम गरेछ एकछिन अलिकति गर्मी गर्मी नै अनुभव भइरहेछ हिँड्दा चाहिँ तर अहिले चाहिँ यहाँ बस्न चाहिँ शीतल लागिरहेछ बस्दा त नाम चाहिँ ए पुष्पा भनेको पुष्पा झुक्ता नै एकचोटि झुकेर हेर त पानीमा अरे क्या यता पनि बल्छी थाप्नु भएको रहेछ माछा मार्नुलाई ल यो चाहिँ निकै नै ठुलो ताल रहेछ ल ए पुरै विदेशमा थापे जस्तो है परेछ 6वटा ल ठुलो छ सानो सानो एलके ब्लक 5वटा हो र ल गाइस ल हेर्नु भाइले पारे हो कि दाइहरूले पार्नु भयो हो र ल ल ल माछा चाहिँ छ है यो पोखरीमा ठुलो पनि छ है अन्त ऊ यहाँ पर पनि थापिराख्नु भएको छ होइन परे देखेको थिएँ हो र अब टक्क कलरले सजावट निलो कलरले है पर्यटकीय स्थल स्थानीय पर्यटक बाह्य पर्यटकहरू आउने क्रम जारी छ र विशेष गरी पिकनिक खाने स्थल चाहिँ धेरै राम्रो छ के छ भाइ माछा थापिरहेछ परिरहेछ एलके भ्लग है ए सानो सानो छ ल सपोर्ट गर्नु पर्यो है लाइक कमेन्ट सेयर गरिदिनु होला है त ल भाइहरूको फुल सपोर्ट आउनेछ गाइस म यहाँनिर टक्क पारिपट्टि यहाँ बस्ने चौतारा जहाँसम्म लाग्छ पिकनिक स्पटै होला यो पनि हजुर ल
गाइस हामी चाहिँ शङ्करबेरी ताल पनि देखियो घुमियो फोटोसोटो खिचियो है त अब चाहिँ हामी फर्किने क्रममा छौँ त्यसो यहाँनिर चाहिँ आन्तरिक पर्यटक बाह्य पर्यटकहरूको चाहिँ पिकनिक स्थल भएको छ होइन त ल पिकनिक खान जान्छ ल महिला शौचालय पुरुष शौचालयको पनि व्यवस्था छ र यहाँ चाहिँ भित्रै कुल्फी बरफको पार्क घुमघाम गरेर चाहिँ हामी प्रवेशद्वारबाट अब बाहिरतिर निस्किँदैछौँ है गाइस जे भने रमाइलो लाग्यो आज चाहिँ एकदम हरियाली वन चेस गरौँ न एकछिन रोक्नु न ल गाइस हामी चाहिँ तिर्खा लागेको अवस्था अब चाहिँ हामी यहाँनिर कोक र पानी पिउँदैछौँ है त ल शङ्कर बेली इको टुरिज्म पार्क ल कृष्ण दाई पनि अटो रिक्सा टक्क बेर्लिङ हालेर लिएर आइसक्नु भयो बेर्लिङ चाहिँ म पिउने पानी मामा छिटो चेस गरेर चाहिँ भिडियो बनाउनु ल पानीबाट गर्ने कि कोकबाट राख्ने ल बना पुरै टकेन्द्र रहेछ ल गाइस हामी चाहिँ अब कोक रहेछ फाइनली हामी चाहिँ अब यो पार्क घुमघाम गरेर अब चाहिँ हामी काला बजारतर्फ जाँदैछौँ त हाम्रो भान्जालाई चाहिँ बार्सिलोनाको जर्सी किन्नु पऱ्यो अरे होइन बार्सा हैन ब्राजिल बार्सा होइन नेमार पहिलो किरण छुन्छ गरा गरा आफ्नै डाँडा काँडा आफ्नै सन्द सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुःख बाटो है मिलेर हामी काला बजार आइपुग्यौँ फेरि पनि ल भाइ बजार आज सकिसकेछ आयो दोकान जर्सी भाइको जर्सी के कति रहेछ हेर्नु न भित्र हेर्नु न यहाँसम्म आएपछि पुरै स्पोर्ट हाउस रहेछ नि त जर्सीहरू यहाँ चाहिँ भान्जा कस्तो लागिरहेछ जर्सी कुनको ल्यायो मैले लिएर आएको सान्तोस नेमारले खेल्ने क्लब होइन ब्राजिल सस्तो मस्त खै कुन सुरुवाल भनेको मैले आउँछ यिनीहरूलाई सकसक लाग्छ नि किनौँ न भनेर 250 दिनु भन्छ 250 नेपालीलाई मन नपरेर नाटक सबै पिडाली छोडाइसकेको छौँ अब यहाँबाट चाहिँ घर पुग्नलाई करिब 5 मिनटको बाटो मात्र छ घरमा कोही छैन अब सबजना बाहिर ल गाइजहरू फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ अटो रिक्सामा घुमफिर गरेर ल गाइस ल ल कस्तो रह्यो त आज तपाईँहरूको यात्रा एकदम बब्बाल झकास घुमघाम प्रिन्स भान्जा कस्तो रह्यो आज घुमघाम मजा आयो जुत्ता होइन ए ल है त अपना दिदी कस्तो लागिरहेछ आज त बिरामी भएको छैन नि लडेको छ हजुरलाई आजको भिडियो के कस्तो लाग्यो आजको ब्लग कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला यदि च्यानल नयाँ हुनुहुन्छ कृपया च्यानललाई सब्सक्राइब गरेर साइडमा बेल आइकन दबाएर हेल्प गरिदिनु होला है त गाइस हजुरले महत्त्वपूर्ण समय दिएर हाम्रो भिडियो हेरिदिनु भएको हजुरलाई धेरै धेरै धन्यवाद आजको आगामी दिनमा यस्तै साथ सपोर्ट रहिरहनेछ र आगामी दिनहरूमा हजुरलाई नयाँ नयाँ ब्लगहरू पोस्ट गरिरहन्छ त्यतिखेर थ्याङ्क यू सो मच गाइस सी यू सुन है नेमार की सरकार है एउटा